तेल टक्किसकेको छ, मेथी तातिसकेको छ। आज हामी फेरि बङ्गुरको मासु र खोलेको साग पकाउनु गइरहेको छौँ। पहिला मासु हालेर भुटौँ है, मासु फ्राई गरौँ। मासु फ्राई भएपछि यसमा हालिन्छ हामी खोलेको साग। के भन्छ कि सागको नाम त धेरै हुँदो रहेछ, हामीले चाहिँ यता चाहिँ खोलामा पाउने भएर खोले साग भन्छ है गाइस। है मासु परेर रातो भइसकेको छ, त्यसमा हाल्छौँ हामी अब साग। खोलेको साग है, यो चाहिँ खानु एकदम राम्रो। यसमा चाहिँ बिसारी केही हुँदैन। यो खोलामा एकदम मजाले बगिरहेको पानीमा स्वच्छ उम्रेर बस्नु हो। न बिसारी हुन्छ न मल केही हाल्नुपर्छ। त्यो चाहिँ शुद्ध खोलेको साग भनेको त्यस्तो दामी हुन्छ। मजाले हाल्छौँ। गाइस साग पनि भुटिसकेछ। अब यसमा हाल्छौँ हामी बेसार हो, भयो बेसार हाल्छौँ होइन। अब बेसार आउँछ त्यसमा थोरै पिसेको लाङ सुकेलको धुलो हो, यो लाङ सुकेल जायफलको धुलो। अनि चाहिँ चलाउँ अब यसलाई मजाले। दाइल भन्न आएको बङ्गुरको मासु। अब यसमा आउँछ लाङ के अरे नुन खुर्सानी, अदुवा लसुनको पेस्ट पनि हालौँ। त्यसमा बोलेर 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 पाक्ने है त। है हाम्रो यहाँ तरकारी अब एकदम तयारी अवस्थामा। अब यसलाई हामी निकाल्छौँ होइन त गाइस। यो रेडी भइसकेको छ हाम्रो सुँगुरको मासु र खोलेको साग। ल चट्ट नुन चाखिन्छ अनि निकालिन्छ। हेलो साथीहरू, सबैजनालाई नमस्ते। जसले सेवा र है आरामै छु, हजुरहरू पनि आरामै हुन्छ होला भनेर आशा गरेको छु। आज फेरि म मेरो यो च्यानलमा, युट्युब च्यानलमा मैले फेरि आज नयाँ मुखबाङ लिएर भइसकेको छु। आज मेरो खाना चाहिँ स्पेसली यहाँनिर यो चाहिँ खोलेको साग भन्छ है, खोलामा पाउने साग। यसमा बङ्गुरको मसाला मिसाएर बनाएको छु। अनि यहाँनिर छ थोरै यो बोइलर कुखुराको मासु। मलाई चाहिँ खासै बोइलर कुखुरा मन पर्दैन, त्यही भएर मासु होइन मैले हटिडी टाइपको थोरै लिएको छु। अनि यहाँनिर छ यो गुन्द्रुक र गुन्द्रुकबाट अनि प्याजको अचार। यसमा आज भट्न सालेको छैन मैले है। यति छ। यहाँनिर सबैको ढिलो भइहाल्यो। 3टा खुर्सानी ल्याएको छु। डल्ले खुर्सानी सकिएको छ गाइस। मैले खासै गाउँघरतिर पाइएको छैन, आफ्नो बारीमा सकिसक्यो भएर चाहिँ आज मैले आफ्नै बारी नर्मल 3टा खुर्सानी लिएर आएको छु गाइस है। ल गाइस, भिडियो अन्तिमसम्म हेरिदिनु होला। मन परेमा लाइक, सेयर र कमेन्ट पनि गर्न नबिर्सिनु होला। नयाँ साथीहरू हुनुहुन्छ भने सब्सक्राइब पनि गर्नु होला भन्दै आजको भिडियो स्टार्ट गर्छु है त। मैले यहाँ ढेँडो चट्ट लिएँ। फर्स्ट बाइट अब आजको स्पेसल यो खोले साग छ, चट्ट सुपर लिएँ है त गाइस। फर्स्ट बाइट
होइन बोर्डमा पनि अप्ठ्यारो लाग्ला अन्त म यहीँ बनाउँछु एउटा हो यहाँ तरकारी त बोर्डमा पो रहेछ थुप्रै छ त के राख्नु पाएन झोलहरू पनि जाला आँट्छ ठिक छ है म म्यानेज गर्छु यसलाई एउटा तिनतिर लगाएँ हो खोलेको साग हाम्रो स्पेसल अर्ग्यानिक साग हो यो चाहिँ हामीले घर बाहिरतिर लगाउँदैन खोलामा हुने साग हो खोला बगिरहेको हुन्छ न त्यसलाई मल हाल्नुपर्छ न पानी लगाउनुपर्छ सधैँको फरेभर हो है गाइज त्यो चट्ट मस्त कुखुराको मासु पनि हो चर्चा हो अन्त बनाउँछ सिद्रा फ्राई गरेर बनाएको छ सिद्रा फ्राई कोही बेला चाहिँ आगोमा पोलेको कुराहरूसँग पिसेको भयो मजाले दामी छ गाइस बङ्गुरको मासु अचार सिद्राको भयो
30 पिस छाला मासु चट्टा बोसो मिसिएको। Sotong ग्रेभी पनि चट्टै यहाँ ग्रेभी पुगेन हो, त्यसलाई पनि यहीँ मिसाउँछु। मलाई फेरि मिक्स एकदम मनपर्छ है। मलाई सिद्राको त अलिक धेरै लोभ्या छ। चट्ट सिद्रा फ्राई गरेर गोलभेडा पोलेर प्याज काटेर यो मैले भट्न थालिनँ। अनि माथिबाट थोरै कागज सर निचेर चाहिँ हालेर त्यो मिच्दाखेरि चाहिँ मिक्स गर्दाखेरि यस्तो दामी हुँदैछ कि म पुरै यसमा अब पल्किसकेको छु है।
साग आउँछ माथिबाट मस्त मजाले खोलेको साग यस्तो दामी भयो कि आज अनि धेरै पछि नि भाव जस्तो लाग्यो अनि दामी पनि त्यही माथि सुँगुरको मासुसँग नमिठो हुने त कुरै भएन होइन गाइस भयो। यहाँ ल्याउँछु म अचारमा पनि सिधा त छुट्याउँ यहाँ त डिस्टर्ब हुन्छ। चट्ट मिक्स गरौँ। मेरो साग मासु सिधा छुट्टै छानेको छु होइन अब खाइन्छ मस्त एक झडेका ढिँडो एक ताल मासु खाइन्छ एक ताल सिद्रा पहिला मासु खाउँ सिद्रा खोर्सानी हातमा लिउँ अनि चपाउँ ढिँडो फेरि तोरीको साग र फलेको साग चाहिँ एक ठाउँमा पुगा बाँध्दै नराम्रो है यो छुट्याउनु गाह्रो कि गएछ खाएर अब आज मस्त मिठोसँग ढिँडो खायो है। फेरि यस्तै गरी अर्को भिडियोमा भेट्ने गर्ला भन्दै आज यस भिडियो बिदा जाए त गाइस बाई बाई।